यो चाहिँ हाम्रो एक्सपोको के भन्छ मुख्य द्वार रहेको छ। टिकटको दामै सुनेर अहिले नजाने हाम्रो डिसिजन लिइरहेको छ। ल गाइस हामी शुक्रबार आउने आज नआउने। ल लेट्स गो। मेरो चिया स्टेसन त्यहाँ रहेको छ। अब जाँदैछु चिया खानलाई। के 2 बजिसक्यो। लेट्स गो खानुपर्छ चिया। पेन्डिङमा छ अहिले फोटोहरू डिजाइन 1-2 वटा छ। त्यो चाहिँ गरिरहेको छु। मलाई अलि समझमा आइरहेको छैन। जस्तो हुन्छ त्यो तरिकाले बनाउँछु। त्यसपछि कस्टमरलाई हेराउने हो के कसो एन्सर दिन्छ त्यसपछि हेरौँला। यहाँबाट विराटनगरबाट काम गरेर अब जाँदैछु घर। एक्सपोको बाटो हुँदै जाने आज। एक्सपो लागेको छ उता बाहिरबाट हेराउँछु। चाहिँ हाम्रो अगाडि रहेको छ सेन्टर मल। यही बाटो हुँदै हामी जाने एक्सपो हेर्न। अब भित्र जान्छु कि जाँदिनँ हेर्नुपर्छ। अब के हुन्छ थाहा भएन। यहाँको सिन चाहिँ एकदम बवाल रहेको छ है। एकदम बवाल। लेट्स गो। यहाँ चाहिँ एक्सपोमा पुगिसकेको छु अहिले। यहाँ हेर्न सक्नुहुन्छ। एकचोटि रेट सोध्छु टिकटको के कसो गर्नुपर्छ। मुड पनि छैन पार्किङ यता छैन नि त हाम्रो लागि साइकल अहिले त्यस कारणले। भित्रको भ्यू भित्र गएपछि राम्रो भ्यू के छ अनि थाहा लाग्छ। अहिले एक्सपोको के भन्छ मुख्य द्वार रहेको छ। यो चाहिँ टिकटको दामै सुनेर अहिले नजाने हाम्रो डिसिजन लिइरहेको छ। अनि रे साइकल चाहिँ अब साइकलको पार्किङ छैन क्या त्यस कारणले। भित्रको भ्यू चाहिँ एकदम बवाल छ। के जाने कि नजाने आज घर जाने अर्को दिन आउने। ल लेट्स गो जानुपर्छ घर। गुड नाइट।